हर्क साम्पाङ हातमा माटो लिएर संसद छिर्ने, संसदमा बालेनलाई ठेगान लगाउने, रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको एन्ट्री अब खोला नाला वन जंगलमा मात्र होइन, संसद भवनमा हुनेछ। साम्पाङ सदनमा कस्तो शैलीमा प्रस्तुत होलान्, उनका समर्थक र विपक्षीहरू समेत हेर्न आतुर छन्। अब चाँडै नै संसद भवनमा हर्क साम्पाङ एन्ट्री हुनेछन्। पहिलो दिन उनी हातमा माटो लिएर जानेछन्। श्रमले नै देश बन्छ भन्ने उद्देश्य राखेका साम्पाङले सबैलाई श्रमसँग जोड्न माटो लिएर जाने भएका हुन्। सुनसरी 1बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुँदै उनले आफ्नो संसद यात्रा तय गरेका हुन्। श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले 35,741 मत ल्याई विजय हासिल गरेका हुन्। निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा साम्पाङले 8,492 मतान्तर ल्याउन सफल भए। तामाङले 27,249 मत ल्याइन्। आफूले जित हात पारेसँगै सदनमा बवाल गर्ने उनले बताएका छन्। उनले सदनमा आफूले जनताको प्रश्न सोद्धा उत्तर नआए बवाल हुने बताएका हुन्। उनले रासोपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए। उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो। उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन्। उनले लेखेका छन्, नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैनन्। सदनमा जनताको प्रश्न सोद्धा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बवाल हुनेछ। अब हर्कले रासोपाका सांसदलाई सदनमा निकै र्याक्ती पार्ने निश्चित नै हो। फरक शैलीका साम्पाङले जित हात पारेको तपाईलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।